पर्यटकीय स्थल मैस्याङ डाँडाको सुम्निमा र पारुवाङको प्रतिमा तोडफोड भएको छ। खोटाङको दिप्रुङ चुइचुमा गाउँपालिका 6 छितापोखरीको मैस्याङ डाँडा स्थित सुम्निमा र पारुवाङ पार्कमा रहेको सुम्निमा र पारुवाङको प्रतिमा तोडफोड भएको हो। शुक्रबार रातिको समयमा प्रतिमा तोडफोड भएको पाइएको पार्क संरक्षण समितिका अध्यक्ष विकास राईले बताउनु भएको छ। बीचमा वाबु र छेउछेउमा सुम्निमा र पारुवाङको प्रतिमा राखिएको थियो। सुम्निमा र पारुवाङको प्रतिमा भाँचेर लडाइएको छ।